यस बेलासम्म किन स्कुल नगए? अबेर भएन? मसँग त लेख्नको लागि कापी नै छैन बा। पैसा पनि छैन। यसो गर्नु, अहिले जा, म स्कुलमै आउँला नि। बा, तपाईँ किन रुनु भएको? त स्कुल किन नगएकी नि? आज अलि सन्चो थिएन, त्यही भएर फर्केको नि। विष्णु बाबु, होइन के भयो फेरि घरमा? आगो निभ्यो हो? सलाई नभएर कि खर्च? आगो निभेको होइन बाबु, छोरीको लेख्ने कापी नै सकिएछ। स्कुल जानै मानिन। उसो भए किनिदिने, गइहाल्छ नि। यसमा पिर मान्नुपर्ने कुरै छैन। पिर नलिएर भयो र बाबु। बाबु भएर एउटा कापी पनि किनिदिन नसकेपछि पिर नलिएर भयो। हेर बुढा, छोरीलाई लगानी गर्नु र बालुवामा पानी हाल्नु उस्तै हो। एउटा उखान सुनेको छ होला नि, छोराले खाएको र घोडाले खाएको मात्रै हो खेर नजाने। छोरीलाई जति पढाए पनि हुने केही होइन। अब तिमी पनि बुढो भइसक्यौ, बरु एउटा राम्रो केटो खोजेर बिहा गरिदेऊ। पढाए उसैले पढाउँछ, नपढाए पढाउँदैन। त्यसो नभन्नु न बाबु, छोरी रोइरहेछ। अलिकति पैसा सापड दिनुस् न मलाई, म जसरी पनि तिर्छु। कसरी तिर्छौ? तिमी आफै रोगी छौ, छोरीले तिर्ली भनौँ भने न थर छ न ठेगान छ। जमिन जग्गा बेचेर तिर्छौ भनौँ भने त्यही एउटा ओत्लाउने ठाउँ छ। तँ पनि छोरीलाई पढाउँछु, ठुलो मान्छे बनाउँछु भन्दै त्यसैले पनि नपुग्ला जस्तो छ। जहिले मलाई तिर्छु तिर्छु भन्छौ, कहिले तिर्छौ? कति छ मलाई तिर्न थाहा छ? तँ किन रिसाएकी छोरी? म अबदेखि स्कुल जादिनँ बा। अरूले के भन्छन् सुनेर हुन्छ त? पढ्ने त आफ्नो लागि हो। तँ पढेर ठुलो मान्छे बन्नुपर्छ नानी। यो गाउँलाई देखाउनु पर्छ। अरूलाई देखाउनको लागि म आफ्नो ओट लाग्ने ठाउँ बेचेर खुसी हुन सक्दिनँ बा। मलाई माफ गरिदिनुहोस्।
बरु मलाई गर्न भन्नुहोस् ल। जाउँ है हाम्रो घर यति पनि अब यति जानु बाँकी छ जाउँ है हाम्रो होटेलमा बहिनी होटेल चाहिएको हो त जाउँ न हाम्रोमा चाहिएको त हो, बरु अलि सस्तो पाए हुने हो। फेरि मैले यो ठाउँमा कुनै चिनेको पनि छैन। सस्तो त के भन्नु र अरू ठाउँ भन्दा मिलाइदेऊला नि। आऊ न मेरो त काम नै यही हो यहाँ आएका मान्छेहरूलाई लिएर जानु बरु साउनीसँग मिलाउन लगाइदेऊला नि। बरु कति दिन हो होटेलमा बस्ने? खै दाइ, थोरै दिनलाई भनौँ कि धेरै दिनलाई भनौँ, काम नबनुन्जेलसँग बस्नु पर्यो नि। होइन कस्तो कामको लागि हो? जुन काम गर्दा पनि लाइन बस्नुपर्छ, पालो आउन निकै समय लाग्छ। क्यानो सहर भनेर पनि विकास भए जस्तो देखिए पनि निकास पाउन साह्रै गाह्रो छ। बरु भन न कुन विभागमा हो काम गर्ने? ठ्याक्कै भन्न नसके पनि त्यही दिन हो भन्न सक्छु कि? हामी दुखी गरिब जाने भनेको त्यही विदेश त हो नि। जीवनको अन्तिम घडीमा जताततैबाट हरेस खाएर आफू पालिन र आफ्नालाई पाल्न सोचेर भए पनि जान नै पर्ने रहेछ। हामी छोरा मान्छेले त देश छोड्न बाध्य थियौँ। छोरी चेलीले पनि देश छोड्ने अवस्था आउँदा दुःख लाग्छ नि बहिनी। म पनि विदेश नै जाने भनेर बसिरहेको छु। भिसा आउन केही समय लाग्ने भएको कारणले यही समयमा खाली बस्नुभन्दा यही बस पार्कमा गेस्ट लैजाने काम गरेको छु। अलिअलि भात खाने उपाय नै गर्नु पर्यो नि बहिनी। अनि कुन देश हो नि जाने? हामी दुखी गरिब जाने भनेको त्यही दुःख पाउने ठाउँ त हो नि दाइ, त्यही सानो देश के। बरु विदेश पठाउने मेन पावर कता होला? छिट्टै जानु थियो। खै बहिनी मेन पावर त थाहा भएन मलाई। एकजना साथीले चिनाइदिएको दाइ छ, मेरो साथीलाई पनि उसैले पठाएको अरे। मलाई पनि उसैले पठाइदिन्छु भनेको छ। त्यही दाइलाई भेटाइदिने र बहिनी? हुन्छ दाइ, पठाउन त पठाउँछ नि, बरु अलि छिटै जान पाए हुने हो। पठाउला नि बहिनी, आफै भेटेर कुरा गर न। बरु जाउँ, ढिलो होला, त्यो दाइ नभेट्न नि सक्छ। त्यो दाइ यहीँ आइराख्नुहुन्छ, सायद भित्र हुनुहुन्छ होला। जाउँ है भित्र। हुन्छ दाइ। आऊ पछि पछि। दाइ नमस्ते। नमस्ते, अब बस न। अनि बैला त मैले चिनेन नि त। को हुनु दाइ? उहाँलाई आज मैले बसपार्कमा भेटेको थिएँ। यसो सोधपुछ गर्दै जाँदा उहाँ भर्खर गाउँबाट झर्नुभएको रहेछ।
विदेश जाने सोचले आउनुभएको रे। यो सहरमा चिने जानेको पनि हुनुहुन्न रहेछ, त्यही भएर हजुरलाई भेटाउन ल्याइदियो। ए अनि कुन देश जाने सोचमा छौ त बहिनी? खै दाइ त्यस्तो केही पनि सोचेको छैन। मलाई त्यसबारे खासै केही पनि थाहा छैन, त्यही भएर उहाँलाई यहाँसँग ल्याइदिन आग्रह गरेँ। यी भाइलाई पनि मैले नै विदेश पठाउन लागेको हो। उसको पनि राम्रै देशको लागि एप्लाई गरेको छ। तिमी पनि राम्रै देशको लागि एप्लाई गर्छौ भने लगानी धेरै लाग्छ अनि समय पनि लाग्छ। राम्रो देश जान त न त मेरो औकातले लगानी गर्न सक्छु न त समय नै छ। दुवै अवस्थामा फँसेको छु म। नराम्रै देश भए पनि मलाई चाँडै जानु छ दाइ। छिटो जानको लागि त बहिनी पैसा पहिले नै बुझाउनु पर्छ नि। हुन्छ दाइ, म दिन तयार छु। बरु मेरो काम चाँडै गरिदिनुहोस् है दाइ। हुन्छ, काम त चाँडै नै हुन्छ। ए दाइ, पैसा त सबै त्यहीँ छुटेछ नि दाइ। होटेलको लागि अलिअलि दिनुहुन्थ्यो कि? खाना बस्नको लागि किन पिर गर्छ बहिनी? म यही व्यवस्था गराइदिइहाल्छु नि। भाइ, काम छ भने जान सक्छौ तिमी। ल हस् त नि हस्। ल बहिनी है। कान्छी कतिवटा पैसा खै ले त? कसले दिन्छ र पैसा? रुममा बसेको भात खाएको पैसा दिएकै छैन, कसले दिन्छ र पैसा? काउन्टरमा के गरेर बसेको त पैसा उठाउनु नसकिँदैन। माथि छ गेस्ट? माथि छ। बहिनी बहिनी ए बहिनी होला त? ढोका खुल्लै छ दाइ। होटलमा बसेको नि यत्रो समय भइसक्यो, अब त यसो हिसाब किताब गरे हुने। दाइ, अहिले मसँग 1 रुपियाँ पैसा छैन। भएको अलिअलि पैसा पनि विदेश पठाइदिने दाइलाई दिए। भिसा नआउन्जेलसम्मलाई उहाँले यहीँ बस, म तिरिदिन्छु भन्नुभएको थियो। भनौँ भने अहिले मसँग नम्बर पनि छैन। बरु हजुरसँग कन्ट्याक्ट छ भने मेरो काम कहिलेसँग बन्छ भनेर सोधिदिनु न दाइ। हेर बहिनी, यो होटल हो, को आउँछन् को जान्छन् भन्ने कुराको सरकार हुँदैन। आउँछन्, खान्छन्, जान्छन्, बास जाने दिन चिन्ने हो। कसले ल्यायो कसले तिर्ने हो यो कुराको सवाल हुँदैन। बास यहाँ जो बस्यो उसले तिर्ने हो। ठिक छ, म दलालीको नम्बर दिउँला, फोन गर, कसले दिने हो सल्लाह गर। के गर्छौ बहिनी? दलालीको बिहान लागेको नम्बर बेलुका लाग्दैन? कस्ता कस्ता मान्छे आउँछन् यार। टेट। होइन, छोरीको घर हिँड्यौ कि सहर जान लाग्यो हो? किन बोल्दैनौ र? छोडिसकेको घरमा म किन जान्थेँ र? त्यही माथि त्यस घरमा त मेरो कोही पनि छैनन्। जो मान्छे भनेर गयो त्यही मान्छे आफ्नो भएन। अनि कता जान लाग्यौ त? म सहर जान थालेको दिदी। उतैबाट विदेश जान्छु होला। सहर तिमीले हामीले सोचेको जस्तो छैन। फेरि बाहिर जाँदा कति ठगिन्छन् भनेको सुनेको छु। हेर, हामी त अझै छोरी मान्छे, हामीलाई त बेच्न पनि अझ पछि पर्छन् रे। अब हुन त तिमीलाई यस्तो कुरा सुनाएर दुखी गराउन त खोजेको होइन। त्यही माथि हामी छोरी मान्छे आफ्नै देशमा त सुरक्षित छैनौँ, विदेशको त के कुरा गर्नु। थाहा छ दिदी, हामी छोरी मान्छे आफ्नै घरमा त सुरक्षित छैनौँ भने बाहिरको त के कुरा गर्नु र। त्यसो भनेर के हुन्छ र दिदी?
बुढेसकालको त्यो बा अनि छोरीको लागि भए पनि जानै पर्यो। के गर्छौ नानी, हामी छोरी मान्छेको जिन्दगी जुवा जस्तै हो। राम्रो लोग्ने परे स्वर्ग, नराम्रो लोग्ने परे नर्क। सहर हो नानी, हामी गाउँका मान्छेहरूलाई त दिउँसै ठग्छन् अरे। यस्तो कुरा गरेर मलाई कमजोर नबनाउनुहोस् दिदी, बरु मेरो बाबाको ख्याल राखिदिनुहोस् है। विशाल बाबु, हजुर एकछिन यता आउनुहोस् त। किन होला? मेरो छोरीको नम्बर हो यो, यसमा एकचोटि फोन लगाइदिनुहोस् न। हेलो हेलो, हेलो। हेलो बा, सन्चै हुनुहुन्छ? के सन्चो भन्नु के बिसन्चो भन्नु नानी, बाटोघाटो हिँड्नै नहुने भइसक्यो। कान कपाल खाइसके साहुहरूले। केही समयको लागि नआत्तिनु न बा, अब चाँडै काम हुन्छ भनेको छ। म उठ्ने बित्तिकै फोन गर्छु। गएको 1-2 महिनामै ऋण तिरौला नि बा, तपाईँ कति पनि पिर नलिनु। तेरो पिर नहेरेर कसको पिर गरौँ त मैले? सबैभन्दा धेरै पिर मलाई तेरै छ नानी। हेलो हेलो, फोन त काटिएछ। ए बहिनी, कता हो लखर लखर? यत्तिकै दिन भइसक्यो होटलमा बसेर खाएको, अलिअलि हिसाब किताब दिए पनि हुने। यसरी त कसरी चल्छ? हामीलाई पनि घर व्यवहार चलाउन गाह्रो भयो। मसँग त अहिले 1 रुपियाँ पैसा छैन दिदी, भएको पैसा पनि दलाललाई दिइहाले। 1-2 दिनमै भिसा आउँछ भनेको थियो, म पनि आउला भनेर बसिहालेँ। खाएको बसेको पैसा सबै तिर्दिन्छु भनेको थियो। अनि म के गरौँ त? त्यही तिम्रो समस्या सुनेर बसौँ? भिसा नआउँदै सबै पैसा लुटुक्क निकालेर दिन नहुने थियो। उसलाई फोन गरेर खाएको बसेको पैसा तिर्न बोलाउनु, नत्र भोलिबाट तिमीलाई म यसरी उधारो दिएर पाल्न सक्दिनँ। हामी पनि त चल्नु पर्यो नि। पैसा छैन भने तिम्रो घाँटीको सिक्री भयो नि काउन्टरमा बुझाएर जाऊ। एउटा विश्वास गर्ने बाटो पनि त हुनु पर्यो। तिमी जस्ता कति आउँछन् कति जान्छन्। मेरो विश्वास गर्नु न दिदी, म तपाईँलाई यो सिक्री निकालेर दिन सक्दैन। बरु तपाईँको पैसा म काम गरेर भए पनि तिरिदिन्छु। काम गर्नलाई के काम जानेको छौ? यहाँ छोरी मान्छेलाई काम गर्न धेरै गाह्रो छ। तिम्रो सिक्री मलाई लगाउन मागेको होइन, पैसा नदिउन्जेल यहीँ छोडेर जाऊ भने।
यदि तपाईँलाई मेरो विश्वास लाग्दैन भने झिक्नुहोस् मेरो सिक्री अनि राख्नुहोस्। दुःख नमान बहिनी, मेरो पनि रहर होइन, बाध्यता हो। हामी पनि यसरी नै चल्नुपर्छ। होइन है काका, पाउन मात्रै सजिलो हो कि हुर्काउन कम त गाह्रो छ। कति दुःख गर्छौ यो बुढेसकालमा। भोलि हुर्केपछि आफ्नो बाउ खोज्दै जानेछ। मेरी नातिनीलाई सुखले हुर्काउँ कि दुःखले हुर्काउँ, तिमीलाई के मतलब पर्यो भने? मतलब त मलाई किन परोस्? आफूले सहारा पाउनु पर्ने ठाउँमा उल्टो नातिनीको सुसारे बन्न परेको यो आँखाले देख्दा दुःख लाग्छ। त्यही माथि आफ्नो सन्तानको त भर छैन, अर्काको सन्तानको के आश गर्नु? छोरी, होइन है बुढा, के टोलाएर बसेका छौ? हुन त नटोलाएर पनि के गर्नु? छोरीले घर बिगारेर हिँडिहाली, त्यही पनि यो बुढेसकालमा विदेश जान्छु भनेर। हेर त, पहिला पैसा माग्ने बेला त खुरु खुरु आफै मेरो घर आउँथ्यो त। अहिले त मलाई देख्दा पनि बाटो काटेर हिँड्छौ। होइन है बुढा, छोरीलाई विदेश पठायो कि पहिला? जान त विदेशै जान्छु भनेर गयो कि हो बाबु। हिजो आज खासै फोन पनि गरेकी छैन। अस्ति एकपटक फोन गरेकी थिए, काम 1-2 दिनमा बन्ला जस्तो छ भन्दै थिए। अब विदेश गएपछि पहिलो महिनाको कमाई तपाईलाई नै दिन्छु भनेर भनेकी छे। दिन्छु भनेर भएन क्या, दिनु पर्यो। बिहे गरेर घर गरी खान नसक्ने छोरीले विदेश जाली र पैसा कमाएर पठाउली भनेर मलाई त विश्वास लाग्दैन क्या। अब विदेश जाने कुरो त्यति सजिलो कहाँ हुन्छ र बाबु, केही समय लाग्ला नि। अब विदेश गएपछि तपाईको पैसा तिरिहाल्छ त्यसले। नाबालिग नातिनी छोडेर गएकी छे, त्यही नातिनीको भविष्यको लागि भए पनि त्यसले केही गर्छ के बाबु? मेरी छोरीले दुःख बुझेकी छ। ठिक छ, म केही समय कुरमला, तर अर्को पटक आउँदा चाहिँ खाली हात जान नपरोस् नि फेरि। के हार्ने, तिम्रो अनुहार हेरेर माया लाग्छ?
उ बेला मेरो कुरा सुनेनौ। छोरीलाई माइतमा राख्नु हुन्न भन्दा मेरो छोरी मेरै खुसी भन्यौ। अनि के सोच्यो त नि छोरीको बारेमा? के सोच्नु र अब? स्कुल जाँदिन भन्छे। साह्रै अभागी रहेछ मेरी छोरी। न आमाको माया पाई, न मैले नै पढाउन सके। त्यही भएर छोरीको बिहे गरिदिउँ भनेको, मान्ने होइन? अब बिहे गर्न पनि भन्ने बित्तिकै सजिलो छ र बाबु। फेरि छोरीले मान्ने जस्तो पनि छैन। छोरी मनाऊ पहिला। यतिको ठिटा ल्याइदिएको छु त, बिहे पछि पढाउन नि सक्छ, माया पनि गर्छ। सोच बेलैमा कि पछि आफू जस्तै बनाउने विचार छ? सधैँभरि तिमीले स्याहार गरेर पुग्दैन त? कि तिमीले जस्तै दुःख पाएको हेर्ने मन छ कि सुख? सोच। बा, तिनीहरू किन आएका हुन्? किन आउँथे र छोरी साउहरू? उही त हो नि, तिमी बुझ्ने बाँकी छँदैछौ। अनि के भनेर गए त बा? छोरी ठुली भई अब बिहे गरिदेऊ भनेर भन्न आएका अरे। कसको रे? के भन्नुभएको बा? अलि बुझेन नि मैले त। हेर छोरी, अब त तिमी पनि ठुली भइसक्यौ। सधैँभरि बाको आँगनमा बसेर हुँदैन। तिमीले बिहे गर्नुपर्छ अब। किन र बा? छोरी मान्छे बाको आँगनमा मात्र हुर्किन जन्मेका हुन् र? अटाउँदैनन् र? त्यसो होइन छोरी, म त डाँडामाथिको घाम कति बेला डुब्छु। तिम्रो जिन्दगी त लामो छ। फेरि सुख दुःख साट्ने साथी पनि त चाहिन्छ। नाइ, म त तपाईँलाई एक्लै छोडेर मोरे नि बिहे गर्दिन। मैले भनेको मानिनौ भने छोरी, मेरो मरेको मुख देख्नु पर्छ। त्यसो नभन्नु न बा। तपाईँले जे भन्नुहुन्छ म त्यही मान्छु। मर्ने कुरा नगर्नु न। तिना फलम किताब कापी बोतल। रामदाई? तपाईँ त रामदाई होइन र? अरे तिमी त समिना बहिनी होइन र? अनि यहाँ कहाँबाट नि बहिनी? कताबाट आउनु र दाई? गाउँबाट आएको। 1-2 दिन भयो। किन? के को लागि आएको अब र? कि यतै पढ्छौ र? ए साँच्चै, तपाईँ त विदेश जानुभएको होइन र? जान त गएको बहिनी, तर विदेश सोचे जस्तो नरहेछ। यहाँबाट जे भनेर ठुला ठुला सपना देखाएर पठाए पनि त्यहाँ गएर बिल्कुलै फरक हुँदो रहेछ। कोही यहाँ ठगिँदा रहेछन्, कोही विदेशमा ठगिँदा रहेछन्। अहिले त्यही ऋण तिर्नलाई यो काम गर्दैछु।
अनि किन गाउन जानुभएको त दाइ? गाउँ गएर नि के गर्नु र बहिनी? न ती साहुहरूको अगाडि मुख देखाउन सक्छु, न ती बुढेसकालको बाबुआमाको अगाडि। फेरि म विदेश जान्छु भनेर ठगिएको थाहा पाएँ भने बाआमाले पिर गर्छन्। बरु जसो तसो आफ्नो जीवन निर्वाह गर्नको लागि यो काम गर्दैछु। अनि सुन न बहिनी, गाउँमा रामदाई सहरमा छ भनेर कसैलाई पनि नभन्नु है। अहिले मलाई हतार छ, अहिले म लाग्छु। हुन्छ दाइ। बा ए लाउनु खाजा होइन, छोरी पढाएर नातिनी पढाउने बेला भइसक्यो, अझै तिर्न पर्दैन मेरो ऋण? के गर्नु बाबु, भएको भए त तिर्थे होला नि, नभएर त हो। अब त थाहा पायो होला नि छोरा र छोरीमा फरक। मेरो छोरीलाई पढाउँछु, ठुलो मान्छे बनाउँछु भन्दै थियौ त। बुढेसकालमा पनि सुखको सास नफेर्ने भयो। बा म विदेश जान्छु। हो गए हुन्छ त, छोरा र छोरी बराबर हो भन्दै थियौ त। लुलु, छोरीलाई अब विदेश पठाएर देखाउ त। त्यसैले छोरी भनेको छोरी हो, सुन्यौ? बा म विदेश जान्छु। तैँले यो के भने कि छोरी? तपाईँले नै भन्नुभएको होइन, छोरा मान्छे र छोरी मान्छेले बराबर काम गर्छन् भनेर। हो छोरी, छोरीले पनि छोरा सरहको काम गर्न सक्छ। हो त्यसो भए मलाई नरोक्नुहोस् न त बा, म विदेश जान्छु। होस्, केटी राम्रै छ। केटी राम्रै भएपछि पैसा पनि राम्रै आउला नि। ल म लिएर आउँदैछु। बा म आए। विष्णु बाबु खोइ त नानी? खोइ टोइलेटतिर जानुभयो कि? होइन, फेरि के भयो तिमीलाई?
अब मेरी छोरीले बाहिर जान्छु भनेकी छे, अलिअलि पैसा हालिदिनुहुन्छ कि भनेर सल्लाह गर्न पो आएको म त। हेत तेरी, हिजो पढाउँछु भनेर आफ्नो पेट मार्यो, फेरि अहिले विदेश पठाउँछु भनेर आफ्नो ओत्लाउने ठाउँ पनि डुबाउन आँट्यो कि क्या हो? फेरि घरबार बिगारी हेर त, त्यत्रो सुनिदिएको केटासँग बस्नु पर्दैन? झन् केटीले दुःख पाइ भनेर केटा मिलाइदिए, अहिले नानी पाएर माइतमा बसेकी छ। मान्छेलाई दया गरेर नहुने रहेछ गाँठे। त्यसो नभन्नुहोस् न बाबु, मेरी छोरीलाई हेला गरे, म गरिबको छोरी भनेर दुर्व्यवहार गरे। छोरीलाई स्याहार चाहिने बेलामा तिनीहरूले स्याहार गरेनन्। सुन्नै ठुलो कुरो रहेनछ बाबु। छोरीलाई माइतमा आएर बस भनेको मैले नै हो। मेरी छोरीले दुःख पाएको म देख्न सक्दिनँ बाबु। ल के कुरा गरे? दुध दिने भैँसीको त लात पनि सहनुपर्छ के अरे नि? कस्तो कुरा गरेका हो? अब मेरी छोरी मेरो घर आएर बसेकी छ, दुनियाँलाई के को टाउको दुखाइ बाबु? होइन, किन जानी हुन परेको तपाईँलाई? दिनुभयो खुरुक्क दिनु न। दुनियाँको चियो चर्चो किन गर्नु पर्यो? चाहे घर बिगारोस् चाहे सपारोस्। ठिक छ, म दिन्छु, तर मलाई चाँडै चाहियो। कमायो भने त पहिले देउला नि। फेरि दिएनौ भने नि तिम्रो आँगनमा फेरि मेरो बाख्राको खोर हुन्छ, याद गरिराख। के भयो बहिनी? केही भएको छैन दाइ, यता कतै केही काम पाइन्छ कि भनेर आएको दाइ। खै बहिनी, यो देशमा त केही नै काम पाइएला र त्यही माथि तिमी छोरी मान्छे, पैसा नै कमाउने हो भने कि त शरीर बेच्नु पर्यो, होइन भने कबाडी उठाउनु पर्यो। हुन्छ दाइ, म गर्छु। त्यसो हो भने बहिनी बजारमा फ्याँकिएका बोतलका टुक्राहरू लिएर आउनुहोस्। धेरै कमाइ त हुन्न, आफूलाई ज्यान पाल्नलाई ठिकै हुन्छ। तिम्रो र मेरो बिहे हुँदैछ रे, तिमीले त थाहा पाएनौ होला। चप्पल पनि लाउन पाइन्छ है, धेरै पढ्न पाइन्छ, सुन पनि लान पाइन्छ है बिचरा। माइत। किन जान पर्यो माइत? तेरो बाउको थोत्रो घरमा हो। न मेरो हजुरआमाले छोरी पाए, न मेरो आमाले छोरी पाए।
गइहाल त अब मेरो घरमा आउन पर्दैन म पनि तेरो घर बस्नु परेको छैन